गुड मर्निङ नमस्ते। बिहान उठो त्यो चिया खायो बस्यो के काम छ र चिया खाने क्रममा म यहाँ नगे भाइ हामी दुईजना चिया खाँदैछौँ होइन नगे मर्निङ के छ मर्निङ गुड मर्निङ साथीहरूलाई के भन्न चाहन्छ टिकटकको मेरो फ्रेन्ड सबलाई नमस्कार गुड मर्निङ हामीले चिया खायौँ है बसेर यहाँ ल है विदेशमा हुने स्वदेशमा हुने साथीहरू सबैलाई म राजेश र नगे भाइको तर्फबाट अहिले हाम्रो पूर्व फिम्रा गाउँमा सक्रिय रूपमा खट्ने चाहिँ नगे हो। काहीँ मरिमराउ भयो, काहीँ बिहे वर्तमान भयो है, खाना पकाउनुदेखि लिएर प्रत्येक हेल्पमा चाहिँ मैले अहिले देखिरहेको छु नगे चाहिँ जहाँ पनि पुगेकै हुन्छ। कुनै पनि जननिर्वाचित प्रतिनिधि त्यहाँ पुग्दै फर्स्टमा पुगेको हुँदैन, त्यति बेला त्योभन्दा अगाडि नगे पुगेको हुन्छ क्या। काहीँ मरिमराउ होस्, काहीँ बर्थडे होस्, काहीँ के होस्, ऊ एउटा स्पेसल कुक पनि हो। वास्तवमा नगे अस्ति जुन अचार बनाएको थियो नि कति डिमान्ड होइन त्यो, कति सबैले खायो, तिमीले बनाएको थपी खायो हो अचार हो कि होइन नगे? मिठो थियो नि त अनि के अरे अमिलो हालेको पिरो हालेको थियो कि थिएन? अनि त्यहाँदेखि अनि मैले पिरो पनि नहाल्नु भनौँ अनि पिरो पनि हालिनँ, सबलाई मिठो लाग्यो अरे क्या। अहिले गाउँघरमा अझै पनि राम्रो छ है साइकल, किनभने अब पेट्रोल हाल्नु पर्दैन होइन, पेट्रोल हाल्नु पर्दैन। अब प्राय गरी विद्यार्थीहरू किसानहरू अब अहिले पनि गाउँघरमा साइकलै चढ्छ होइन। अब साइकल त बनाउनु, साइकल मेन्टेन गर्नु पर्यो। अब यहाँ त प्राय गरी साइकल बनाउने ठाउँ त्यति छैन होइन, कहीँ छैन हौ यहाँ। बाइकहरू बनाउँछ, साइकल चाहिँ बनाउँदैन। अनि साइकल बनाउनु चाहिँ कहिले सिकेको न? साइकल बनाउन कति धेरै भयो? साइकल बनाउन त भयो नि हौ निकै कति भयो नि, अब 2010देखि नै साइकल बनाउन थालेको अनि अहिलेसम्म जे होस् अहिलेसम्म बनाइराखेको छ। पुरानो साइकललाई रिपेयर गरेर होइन, नयाँलाई त महँगो पर्छ होइन? नयाँलाई त 6000देखि लिएर अब रेन्जर साइकल गियरवाला भएको भने 15-20 पनि दिन्छ। अनि त्यसले गर्दाखेरि अब कम बजेट हुनेहरू त साइकलमै चढ्नु पर्ने होइन। तर चाहिँ हाम्रो पूर्व फिम्रा गाउँमा, पूर्व फिम्राको बिच ठाउँमा नगे चौधरी पनि जसले पनि चिन्छ, साइकल रिपेयरिङहरू गर्नुहुन्छ उहाँले। यो हुन त मान्छेले गरी खानको लागि के लजाउनु होइन, राम्रो इलाज लाग्छ अनि के को लाज। पहिले साजिलाल स्कुल पढाएको लाज लाग्थ्यो, यसो गर्दा बनाउनुलाई दुलारीमा गर्दा अहिले लाज सबै हटिसक्यो क्या। अनि आज कता रनिङ नगे? आज कता रनिङ गयो? म यसो यहाँ के अरे हाम्रै यो जब्दी मार्ग हुँदै यसो गरेर पराइलिटोल हुँदै आयो। डेली रनिङ? डेली सधैँ त्यो एउटै बाटो त जाँदिनँ, कहिले दुलारी, कहिले त गच्छा, कहिले तिन बहिनी, यस्तै हो। म त रनिङ भनेको साइकलमा हो, कहिले मोटरसाइकलमा। म त कुद्नै सक्दिनँ। नकुदी त के बेकार रनिङ गर्नु हौ, कुद्नु पर्छ नि अलिअलि। सक्दिनँ त के गर्नु, बुढे भयो। साइकल बनाउने मान्छे आएको रहेछ कि चाहिँ, अनि अहिले आएको रहेछ यहाँ घर। साइकल रेडी भयो, साइकल बनाइदिनु छैन, बनाइदिनु पर्ने। 2टा साइकल ल्याएको छ, यताको उति पार्नु पर्ने क्या त्यो।